के अरे श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छौँ। यतिका धेरै पार्टी प्रवेशमा तपाईँले आज लिएर आउनुभयो नि तपाईँको नेतृत्वमा। के छ त तपाईँको अब यो नगरमा कुनै पदको हुन्छ नि त्यो छ कि छैन चाहना, अथवा त्यस्तो भएर त्यो चाहना भएर तपाईँ आउनुभएको के छ यो बारेमा थोरै प्रस्ताइदिनुहोस् न। त्यस्तो व्यक्ति म एउटा व्यक्ति हो, मैले चाहना गरेर मेरो चाहना परिपूर्ति होइन, हुने होइन। समग्र यहाँको श्रमदाताजीहरू जनता प्रधान हुन्, मान हुन्, उहाँले निर्णय गर्ने कुरा म व्यक्तिले चाहेर हुने कुरा होइन। त्यसैले म कुनै स्वार्थमा होइन, त्यस्तो स्वार्थ लिएर म आएको छैन। अघि पनि मैले बोल्ने क्रममा भनेको छु, सद्य अध्यक्षज्यूको चाहिँ भिजन र मिसन चाहिँ तपाईँको यो देश समृद्धि विकास गर्ने होइन, अरू सबै बिग्रेका उहाँ मात्रै सत्य भएको हुनाले उहाँले मात्रै अब यो देशको विकास गर्नुहुन्छ भन्ने कुरा लागेर हामी प्रवेश गरेको हो। अघि भर्खरै तपाईँले त्यहाँ पोडियममै पनि भन्नुभयो भने उहाँसँग मेरो माया जोडिएको छ। जति बेला कार्यक्रममा चाहिँ तपाईँहरूको भेट भएको, अलिक त्यो किस्सा पनि थोरै मात्रै होइन। त्यो चाहिँ कस्तो भएको थियो भने त्यो चाहिँ तपाईँको धरानको सप्तरङ्गी पार्कमा चाहिँ किराँतीहरूको ठुलो चाहिँ तपाईँको चाहिँ उभौली कार्यक्रम हुन्छ। त्यहाँ म तपाईँको प्रमुख अतिथि भएर जाँदाखेरि चाहिँ उहाँ विशिष्ट अतिथि भएर आउनुभयो। मलाई चाहिँ यति अप्ठ्यारो लाग्यो। त्यही पनि उहाँ चाहिँ तपाईँको त्यो स्वीकार गरेर उहाँको के कारणले अप्ठ्यारो लाग्यो त्यहाँनिर? होइन, उहाँ तपाईँको निर्वाचित तपाईँको चाहिँ उपमहानगरपालिकाको मेयर, म एउटा संस्थाको उपाध्यक्ष होइन, अध्यक्ष भएर जाँदाखेरि मलाई अप्ठ्यारो लागेको थियो। तर उहाँले सहर्ष स्वीकार गर्नुभयो। त्यस कारण उहाँ चाहिँ महान हुनुहुन्छ भन्ने लाग्यो। त्यसपछि फेरि 70मा फेरि म विशिष्ट अतिथि भएर गएँ। उहाँ चाहिँ प्रमुख अतिथि भएर आउनुभएको थियो र उहाँसँग हात मिलाएर मैले भने म पनि 74मा मेयर उठेको थिएँ, जन्मेको मेरै भने। अनि त्यसपछि हात मैले मिलाएर त्यसपछि हामीले एकछिन कुरा गरेको थियौँ। र एउटा कुरा त्यो, अर्को कुरा चाहिँ उपमहानगरपालिका जो 20वटा पालिका छ, 20वटा पालिकाको सबै जनप्रतिनिधि एकपट्टि लाग्दा पनि उहाँ एक्लै चाहिँ तपाईँको कन्ट्रिब्युसन गरेर त्यो नगरको विकास गर्नुभयो। उहाँले विकासको सुरु कसरी गर्नुभयो भने श्रम गरेर खोला नालामा चाहिँ तपाईँको पार्क बनाएर पनि देशको विकास गर्नु सकिन्छ र सबै जनतालाई सामूहिक रूपमा चाहिँ श्रम गराएर खानेपानीको चाहिँ व्यवस्था गर्न सकिन्छ भनेर उहाँले 42 किलोमिटर नट अफ जग, त्यो 42 किलोमिटर त्यस्तो पाहाडबाट 98 दिनमा खानेपानी ल्याउनु भयो। त्यो भनेको यो सायद लाग्छ मलाई विश्वमा पनि त्यस्तो काम कुनै नेताले गरेको छैन। त्यस कारण त्यतिखेर उहाँसँग मेरो माया बसेको थियो। त्यो हिसाबले पनि आज ठ्याक्कै भन्ने हो भनेदेखि यो उहाँले जन्माएको यो श्रम संस्कृति पार्टीमा आउनुपर्छ भन्ने आज लाग्यो। एकदम आउने लागेको थियो। अब त्यस्तै हो, के बुवा बिरामी भयो, अलिक ढिलो भयो, त्यसमा चाहिँ अब मेरो आफ्नो कुरा भयो होइन। अरू के छ? के छ त अब यो पुराना पार्टीको संस्कार अलिक फाल्टो छ। यहाँ आइसकेपछि त काम पो गर्नुपर्छ नि त, अलिक कोट पेन्टमा त हुँदैन भन्छन् होइन। के छ त तपाईँ सक्नुहुन्छ? म चाहिँ कस्तो हो भने म चाहिँ भुइँ मान्छे हो। हिजो 1 क्विन्टलको भारी बोकेको, अहिले पनि दलबहादुर यहीँ हुनुहुन्छ होला, सोध्नुहोस्। म भुइँमै सुतिहाल्ने। हिजो मेरो जीवन भनेको चाहिँ भुइँ मान्छे भएको हुनाले मकै भटमास भुटेर मेरो आमाले 1 डाडु दिनुहुन्थ्यो, 2 डाडु खानु मन लाग्थ्यो, 1 डाडु मात्रै दिनुहुन्थ्यो, त्यो नभएर। त्यस कारण म सबै घोप्टो नेप्टो चेप्टो भएर आएको हो। म अहिले पनि मेरो अलि भिडियो हेर्नुहुन्छ भने म धान रोप्न पनि जान्छु, मैले चामल पनि केलाउँछु। अस्तिबाट 13,000 कति भ्युज पनि आएको छ। त्यस कारण तपाईँहरूले काम गर्नु सक्दैन भन्ने म 62 वर्ष पुगेको मान्छे हो। नयाँ युवाहरूसँग होइन, उहाँहरूसँग जोडिएर नारेर म काम गर्न सक्छु। र यो श्रम संस्कृतिको उद्देश्य सिद्धान्तअनुसार म गाउँमा जान्छु। मलाई साह्रै राम्रो लागेको चाहिँ यसको अभियान, यो श्रम संस्कृति अथवा यो श्रम संस्कृतिको चाहिँ एउटा अभियान के छ भने श्रम गर्ने। श्रम र उत्पादन भनेको कम्युनिस्टको सिद्धान्त हो। तर कम्युनिस्टहरू अल्छी भए, स्वार्थी भए, अनि कम्युनिस्टहरू चाहिँ म र मेरो लागि भनेर चाहिँ गुटबन्दी गर्न थाले। यो तपाईँको कस्तो हुन्छ भने कम्युनिस्टहरूले हामी र हाम्रो लागि भन्नुपर्छ। त्यसैले यो तपाईँको श्रम संस्कृति पार्टीमा पनि म साथीहरूलाई सबैलाई के भन्न चाहन्छु भने म र मेरो लागि भनेर हामीले भन्नु हुँदैन। हामी र हाम्रो लागि भन्यौँ भने यो श्रम संस्कृति पार्टी देशैभरि फैलिन्छ। नेता बिग्रियो भने पार्टी बिग्रिने हो। त्यसकारण मेरो अभियान अहिले अब पछि तपाईँले काम देखिहाल्नुहुन्छ। म यो काममा अगाडि लागेर काम गर्न म लाग्छु। अन्तमा सकिहालेँ मैले। अस्ति भर्खरै मात्रै जनकपुर क्षेत्र नम्बर 2 मा चाहिँ माननीय हर्क साम्पाङज्यू पुग्दाखेरि त्यहाँ चाहिँ अलिकति होइन मन्दिरमा चाहिँ हामी प्रवेश निषेध गर्छौँ भन्ने खालको त्यो अलिकति साम्प्रदायिक हुन्छ नि, हामी धार्मिक सहिष्णुतामा बसेको
नेपाल होइन त्यो अलिकति त्यो खालको देखियो यसलाई तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ? अब यो हाम्रो सद्य अध्यक्षज्यूको सिद्धान्त विचार हेर्दाखेरि चाहिँ कहीँ कसैलाई विभेद गरेको देखिँदैन। प्रकृति भनेको सबैलाई चाहिने, त्यसबाट हामीले अक्सिजन लिन्छौँ होइन, र अर्को संस्कृति छ, संस्कृति सबैको संस्कृति समान ढङ्गले चाहिँ संरक्षण सम्वर्धन गर्नुपर्छ, र प्रविधि भनेको हामीलाई उपभोग गर्ने सबै कुरा छ। त्यसकारण उहाँलाई विरोध गर्नुपर्ने कारण कुनै कारण पनि छैन। उहाँ फेरि सबै धर्म संस्कारहरूको संरक्षण सम्मान गर्नुपर्छ भनेर उहाँले जहिले तहिले बोलिरहनुहुन्छ। म के राख्न चाहन्छु भने यहाँ प्रायः मान्छेहरू कस्तो छन् भने राम्रो मान्छेलाई नराम्रो बनाएर आफ्नो रोटी सेक्ने जुन चाहिँ यिनीहरूको चाहिँ जुन विचार छ, यसलाई संस्कार छ, यो संस्कार छ। यो संस्कारलाई तोड्नुपर्छ। र मेरो अहिलेको कुरा के छ भने सहीलाई सही, गलतलाई गलत, ठिकलाई ठिक, बेठिकलाई बेठिक भनेर अब हाम्रो समाजमा विकास गरेर लानुपर्छ। यो गल्ती बन्नेले, झुटो बोल्ने कारणले आज देश यो चाहिँ अहिले धाराशायी बनेको छ। त्यसकारण त्यो कुनै अर्थमा हाम्रो सद्य अध्यक्षज्यूलाई विरोध गर्ने कुनै कारण छैन। त्यो